कुरा गर्नुहुन्छ बेकारको कुरा गर्नुहुन्छ राजीनामावाला प्रकरण हामी ब्याक हुँदैन यति कुरा आउनै पर्छ उहाँले राजीनामा दिनै पर्छ गृहमन्त्रीको राजीनामा मुख्य होइन भन्नेमा चाहिँ फेरि हामी सबै प्रतिपक्ष पुग्यौं। नमस्ते। अहिले यो भिजिट भिसा काण्डको बारेमा जुन शीर्ष नेताहरूको चाहिँ बोली बाहिर आइरहेको छ यसले निकै चर्चा बटुलिरहेको छ। प्रचण्डले पहिला कुनै एउटा इन्टरभ्यूमा गृहमन्त्री रमेश लेखकको राजीनामा आउनै पर्छ, त्यो राजीनामा नभइकन केही सिप लाग्दैन, जसरी पनि राजीनामा आउनै पर्छ र यो एकदम अपरिहार्य कुरा हो भनेर भने। त्यसपछि थाहा छैन के बार्गेनिङ भयो, अग्निसापकोटा कार्ड भयो कि अथवा अरू नै कुनै प्रकारका बार्गेनिङहरू भए। पछि अब प्रचण्डले आफ्नो बोली फेर्नुभयो। हामीले अरू सबै कुरामा समझदारी गऱ्यौँ, तर अहिले रमेश लेखकले राजीनामा दिनु नपर्ने भन्ने हिसाबले उहाँहरूले चाहिँ समझदारी गर्नुभयो। रासोपाले संसदमा नै उठेर राजेन्द्र लिङ्गदेनले भन्नुभयो कि माओवादीले घुँडा टेक्यो, धोका दियो भनेर भन्नुभयो। अब यो राजनीतिमा बोलीको ठेगान नै भएन नेपालमा। होइन, मैले प्रचण्डको मात्रै कुरा गरेको होइन कि यो समग्र नेपालका राजनैतिक शीर्ष नेताहरूको कुरा गरेको। म फेरि कुनै प्रचण्ड विरोधी अथवा कुनै राजावादी अथवा कुनै पार्टीसँग सम्बन्धित मान्छे पनि होइन, म एउटा सच्चा नेपाली हुँ। त्यसैले म यो भन्न गइरहेको छु कि अब यो नेताहरूको बोलीको ठेगान नै भएन कि अब आज एउटा बोल्यो, भोलि अर्को बोल्यो, आफ्नो बोलीको आफैलाई ठेगान छैन। यस्तो गरेपछि यो बोलीको चाहिँ के एउटा विश्वसनीयता पनि नहुने। जस्तै पहिला हेर्नुहोस् न, ठुला नेताहरूले एकपल्ट बोलेपछि बरु प्राण जाए वचन नजाए भन्ने एउटा कन्सेप्ट हुन्थ्यो नि त। अहिलेका नेताहरूको बोलीमा ठेगान छैन। नेपालको राजनीति चाहिँ अहिले अलिकति त्यसो भएर यो एकदम घिनलाग्दो राजनीति, दलीय व्यवस्था भनेको दलीय व्यवस्था नभइकन दलदल व्यवस्था, अझै फस्दै जाने, मुलुक अझै भासिँदै जाने, त्यस्तो एउटा चाहिँ कुराहरू बाहिर आइरहेका छन्। अब राजनीति भनेको त नीतिहरूमा सबैभन्दा ठुलो राजा, नीतिहरूको राजालाई राजनीति भनिन्छ नि, होइन। यहाँ त त्याग, बलिदान, तपस्या, होइन, एउटा चाहिँ सच्चरित्र सबै कुराहरू हुनुपर्ने हो। तर नेपालको राजनीतिमा त्यस्तो कुनै पनि कुराहरू देखिँदैन। यहाँ चाहिँ कसरी आफ्नो दोनो सुझाउने, कसरी आफ्ना कार्यकर्ताहरूलाई माथि उठाउने, जनताको केही मतलब हुने कुरा पनि भएन। ती सबै कुराहरू रहेका छन्। अब यस्तो राजनीति हुनुमा खोइ अब जनताको नै दोष पनि हो कि सही मान्छेलाई भोट दिन नसक्ने, बारम्बार गल्ती गरिरहेका नेताहरूलाई बारम्बार जिताएर पनि पुर्याइराख्ने, सत्तामा मासु भातमा बिक्ने, श्रृङ्खलाबद्ध हिसाबले एकअर्कासँग जोडिएका छन्। र यो जुन अहिले देखिरहेको छ नेपालको अवस्था, यो सबै त्यही कुराले चाहिँ अल्टिमेटली भएको हो कि जस्तो पनि लाग्दछ। मुख्य पार्टीका शीर्ष नेताहरू जिन्दगीको आफ्नो उत्तरार्धमा हुनुहुन्छ, होइन, 70+ भइसक्नु भएको छ। मैले यसो सोध्छु कि कहिलेकाहीँ उहाँहरूलाई अब आफू यो संसारबाट जानुभन्दा पहिले देशको लागि केही गरेर जाउँ, होइन, नेपालीको मनमा बस्ने एउटा केही काम देशलाई गुण लगाएर जाउँ, होइन, ताकि पछि सबै नेपालीले सम्झिराखुन्। अब मैले चाहिँ मेरो घरमा चाहिँ कुनै नेताको फोटो झुन्ड्याउने भनेर चाहिँ सोच्नु पर्दाखेरि मैले धेरै नै सोच्नुपर्छ। मैले त्यो फोटो नै भेट्दिनँ कि, होइन। श्रद्धाले मैले चाहिँ आफ्नो घरमा चाहिँ झुन्ड्याउन सकौँ, ताकि यो मान्छेले देश बनायो, नेपाललाई माया गर्यो भनेर चाहिँ मैले सोचेर त्यस्तो मैले फोटो नै भेट्दिनँ। अब त्यो आफू बन्ने त नेताहरूलाई त्यो त सुनौलो अवसर हो नि त। त्यसको चाहिँ उपयोगिता नेपालका नेताहरूले किन नगरेका हुन त विदेशी शक्तिहरूको चलखेल या त नेपालको नेताहरूको हातमा कुनै कुराहरू छैन। यिनीहरू सामान्य गोटी मात्रै हुन्, पपेट मात्रै हुन्, नचाउने चलाउने सबै अरू नै ठाउँबाट हो भन्ने पनि गरिन्छ। तैपनि अब हामीले त अब भित्रका कुराहरू सबै त नजानु होला, तैपनि आफूले ब्रह्मले आफ्नो नजरले जे देख्छ त्यही कुराहरू गरेको हो। कम्तीमा पनि आफ्नो देशको लागि नराम्रो नगरिदिए हुन्थ्यो भन्ने चाहिँ मेरो सोचाइ हो, होइन। राम्रो गर्न नसके पनि नराम्रो नगरिदेऊ भन्ने मेरो सोचाइ हो। बोलीको ठेगानमा बस्देऊ, बोली पक्का बनाइदेऊ, होइन, धोका नदेऊ। नेपाली जनताहरू धेरै थाकिसके भन्न नै चाहने हो। राजनीतिमा चाहिँ अलिकति सच्चरित्र र अलिकति इमान्दारिताको एकदमै जरुरी देखिसकेको छ। आफू मिल्ने, सबै कुराहरू नराम्रो कुराहरू छोप्ने, एकअर्कालाई बचाउने, होइन, आफ्नाहरू सबै राम्रा, हाम्रा सबै राम्रा भन्ने कन्सेप्टलाई चाहिँ धेरै हामीले निरुत्साहित गर्नुपर्ने आवश्यकता छ। हेरौँ के हुन्छ, राम्रो होस् देशको, हामी त यही चाहन्छौँ।